सो मलाई पिरो सानोतिनो खानेकुराले हुँदैन। A few moments later. भयो बाबा अति पिरो अति पिरो। सो नमस्ते एन्ड सबैजनालाई वेलकम छ मेरो अर्को भिडियोमा। अनि यो भिडियोमा चाहिँ मैले गर्न लागेको छु स्पाइसी फुड मुकबङ, जुनमा चाहिँ मैले चटपटे छ मसँग अनि पकाएको चाउचो छ। अनि यहाँ मसँग फ्राइड चिकन रोस्ट छ भन्नुपर्दा, लाइक चिकनको फिल्ला, मसँग कागती पनि छ अनि मसँग चक्लेट पनि छ यदि मलाई धेरै पिरो भयो भने। प्लस मसँग चक्लेट मिल्क, म्याङ्गो अनि योगर्ट छ। सो धेरै ढिला नगरिकन मेरो भिडियो स्टार्ट गरौँ होला। सो दिस इज माई फर्स्ट एभर मुकबङ भिडियो। सो मलाई इन्ट्रोडक्सन पनि प्रपरली गर्न आएको छैन, बट लेट्स डु इट। सो हातले हानिदिन्छु म भन्नुपर्दा। सो द थिङ इज चटपटे हातले खान्छु म, किन भन्दाखेरि आई मिन हातले खानु इज मोर इजी फर मी आई गेस। अब सबैको आफ्नो चिज हुन्छ, कोही कोहीले चम्चाले खान्छ, कोही कोहीले अब चपस्टिकले खान्छ होला, कोही कोहीले अब काटाले खान्छ होला, कोही कोहीले अब प्लास्टिकको पेपरले खान्छ होला, तर म चाहिँ हातले खान्छु। मेरो डगीले मलाई हेरेर बसिरहेको छ, त्यहाँ चाहिँ म मेरो चिकन रोस्ट अलिकति मासु दिन्छु ल। सो चटपटी चाहिँ एकदमै पिरो छ है भन्नुपर्दा। So the thing is, मेरो स्पाइसी खाने लेभल एकदमै हाई छ भन्नुपर्दा म धेरै पिरो खाने मान्छे हो। सो यदि यो खानेकुरा धेरै पिरो छ भने जस्ट सो यु गाइज नो, यो धेरै नै पिरो छ साँच्चीकैमा, किनकि मेरो स्पाइसीनेस लेभल एकदम हाई छ, लाइक एकदम हाई। मेरो फ्यामिली के छ भन्दा हाइएस्ट स्पाइसी मैले नै खान सक्छु होला, किनकि यो मैले स्पाइसी खानेकुरा मैले 9-10 वर्षदेखि नै स्टार्ट गरेको। अहिले म 18 पुगिसकेँ। सो 9 वर्ष, लाइक 9 वर्षको एक्सपिरियन्स छ मसँग स्पाइसी खानेकुराको। सो मलाई पिरो सानोतिनो खानेकुराले हुँदैन, एकदम पिरै खानेकुरा हुनुपर्छ मलाई पिरो हुनलाई। यो पनि मैले आफै फ्राई गरेको थिएँ, ठिकै भएको छ भन्नुपर्दा। यहाँ अहिले 12:30 बजेको छ यहाँको दिउँसोको, रातिको होइन दिउँसोको। अनि प्लस मैले पर्दा मात्रै लगाउने भनेको लाइट पास भयो अनि कस्तो रेकर्डिङ राम्रो भएन, त्यसैले मैले ब्ल्याङ्केट ल्याएर हालेको।
लाइक पातलो ब्ल्याङ्केट हुन्छ त्यो लाइक एयरप्लेनमा चढ्ने बेला छ नि एउटा ब्ल्याङ्केट दिन्छ ठ्याक्कै यो त्यही मटेरियलको ब्ल्याङ्केट हो अनि यो चाहिँ ठ्याक्कै पर्दा जस्तै हो क्या भन्नुपर्दा यसको पनि पर्दा हुन्छ होला भन्नुपर्दा जाडो महिनामा युज गर्नु लागि तर यो चाहिँ मैले यता र उतापट्टि मैले बाँधेको छु सो लाइटलाई पास हुनुबाट अझै रोकोस् भनेर सो यो खाएर मलाई के रियलाइज भइरहेछ भन्दाखेरि लाइक मान्छेहरूले कसरी त्यति धेरै स्पाइसी फुड खान सक्छ होला कि लाइक हुन्छ नि त्यो स्पाइसी मुकबाङहरूमा हुन्छ त अनि तिनीहरूले यति धेरै उयो सस हालेर यति धेरै खानेकुरा खान्छ ओ माई गड ब्रो आई रियली कुड नट आई डोन्ट थिङ्क आई कुड इभन इट अल दिस भन्नुपर्दा आई डोन्ट थिङ्क आई कुड इभन इट अल दिस किन मलाई त्यस्तो लाग्छ भन्दाखेरि म धेरै खाने मान्छे भन्नुपर्दा तर धेरै भन्दा फेरि मैले एक आरी खाने चाहिँ होइन कि भन्नुपर्दा धेरै मिन्स ठ्याक्कै मेरो जिउलाई चाहिने भन्दा अलिकति बढी तर यहाँ चाहिँ यति धेरै खानेकुरा छ हेरौँ म कति मिनटसम्म टिक्न सक्दै रहेछ यो चिज यो च्यालेन्जमा प्लस द वर्स्ट थिङ इज यो चिजहरू तातो छ अनि तातो र पिरोको कम्बिनेसन सबलाई थाहा नै होला तातो र पिरो मिक्स भयो भने झन पोल्छ भनेर सो यो चाउचाउ धेरै नै तातो छ भन्नुपर्दा लाइक धेरै नै भन्दा फेरि हातले समात्न सकिन्छ तर जे होस् तातो चाहिँ तातो छ कि फिल हुने टाइपको सो यो चाउचाउबाट चाहिँ अहिले म यो चाउचाउ खाँदिनँ धेरै तातो छ अनि तातो र पिरोको कम्बिनेसन इज भेरी ब्याड त्यसले झन् पिरो बनाइन्छ झन् पलाउँछ त्यसैले यो चाहिँ म सबभन्दा लास्टमा खान ट्राई गर्छु अहिलेको लागि चटपटे खाइदिउँ झन् चक्लेट मिल्क त झन् धेरै तातो रहेछ ओ माई गड सो यो यतिमा यसमा भएको म्याङ्गो जुस दिँदै पनि केही प्रब्लम छैन किनकि मसँग फुल बट्टा छ यहाँनिर तर स्पाइसी मुकबाङ च्यालेन्ज लाग्छ नि युट्युबमा मान्छेहरूले कि त साँच्चीकै त्यो मान्छेहरू लाइक अति नै खतरनाक मान्छे नै हो त्यति धेरै स्पाइसी चिज खान सक्नलाई यो त्यो मान्छेहरू धेरै हन्तकाली मान्छे लाइक धेरै चिज खान सक्नु पनि धेरै ठुलो कुरा हो भन्नुपर्दा झन् त्यो माथि झन् धेरै पिरो हालेर झन् धेरै चिज खान सक्नु त झन् ब्रो द्याट इज माइन्ड ब्लोइङ ओ माई गड द्याट इज माइन्ड ब्लोइङ एफ किनकि मलाई त यो यति चिज मलाई कम त धेरै भइरहेको छ भन्नुपर्दा लाइक अहिले मलाई भित्र छ नि लाइक मेरो फुल भइरहेको छ भन्नुपर्दा अति पिरो अति पिरो सो यति पिरो बनाउनु चाहिँ कसरी सक्यो भन्दाखेरि मैले यहाँ उयसको पेस्ट छ क्या लाइक वल लाइक दुनियाँकै सबभन्दा पिरो खुर्सानी प्लस टिमुर हुन्छ त लाइक टिमुरलाई पिरेर बनाएको पेस्ट हो कि यो अति पिरो छ ओ माई गड
सो मैले योभन्दा बढी खान सक्छु जस्तो लाग्दैन। किनकि बिस्तारै बिस्तारै हिट भएर As you can see my face, अति पिरो मैले खानै सक्दिनँ योभन्दा बढी। भयो बाबा अति पिरो मैले निल्नै सकेन। अति पिरो अति पिरो यार। ओ माई गॉड। फेरि मुख हन्न मुख यति भाग पुरै हन्न लाइक पिरोले हुन्छ त त्यो के भन्छ त नम बनाइदिएको छ फुल। सक्दैन गिभ अप। सो स्पाइसी मुकबाङ जसले छ नि यति धेरै लाइक हुन्छ नि। जसले स्पाइसी मुकबाङ ट्राई गर्छ त च्यालेन्ज गर्छ त अनि भन्छ त मैले धेरै पिरो हालेको छु अनि नाटक गर्न आँट्छ त यति धेरै खानेकुरा ल्याएर नि खाएपछि नि पिरो भयो भन्छ त। त्यो मान्छेहरूले छ नि खानामा यति थोरै पिरो हालेर छ नि त्यो एक्टिङ गरेर आएको भन्नुपर्दा। बिकज दिस शिट ओ माई गॉड। स्पाइसी मुकबाङ भनेको यो पो हो त। स्पाइसी धेरै थाहा छ धेरै पिरो खायो भने के हुन्छ मुख नम पार्छ पिरोले प्लस अनि जिब्रो नि पोलेर बस्छ अनि पेट पनि चाँडै भर्छ स्पाइसीले त्यो स्पाइसीनेसले गरेर। अनि त्यो मान्छेले नाटक गर्छ त 3 थाली भात खाएर अनि त्यसपछि बल्ल पिरो भएको नाटक गर्छ नि त्यो मान्छेले झुटो बोलिरहेको। किनकि स्पाइसी मुकबाङ छ नि अब स्पाइसको पनि लेभल हुन्छ है। तर मेरो चाहिँ एक्सट्रिम लेभलको स्पाइस रहेछ यो। मैले सोचेको थिइनँ यति धेरै पिरो हुनेवाला थियो भनेर तर भयो। सो मेरो मुकबाङ चाहिँ मैले गिभ अप गरेँ। मैले सकेन पनि अति पिरो भयो। अति नै पिरो पनि छ है भन्नुपर्दा लाइक मेरो कसम यति धेरै पिरो छ यो चिज। ओ माई गॉड। सो तपाईँहरूले युट्युबमा भिडियो हेर्नुहुन्छ स्पाइसी मुकबाङ त्यो भनेको छ नि यिनीहरूले इजी लेभलको स्पाइसी मुकबाङ मात्रै गरेर हो। किनकि धेरै खानलाई त थोरै पिरो हुनुपर्छ किनकि धेरै पिरो भयो भने थोरै पनि खान सकिँदैन। म जसरी सो यो चाहिँ त्यो पिनटको यो हो।
मेरो पेट दुख्न आँट्यो अब धेरै पिरो भएर। देयर इज ओन्ली 2 एन्सर है, किन मैले यो मुकबाङ कम्प्लिट गर्न सकेन भनेर। आइदर एन्सर 1, कि त म धेरै विक पिरो खाने मान्छे रहेछ, मैले सोचेको जस्तो त्यति धेरै पिरो खान नसक्ने रहेछ, मैले थोरै मात्रै पिरो खान सक्ने रहेछ। एन्सर 2, कि त यो चिज यति धेरै पिरो छ भन्नुपर्दा, लाइक मैले इमेजिन गरेको भन्दा नि धेरै पिरो छ है भन्नुपर्दा धेरै पिरो छ यो, किनकि यो चिज खाने बित्तिकै छ नि तितो हुन्छ, लाइक पिरोको टेस्ट आउँछ क्या मुखमा हाल्ने बित्तिकै पिरोको त्यो उयो हामीले टेस्ट गर्न सकिन्छ क्या। So I think either I'm very weak at eating spicy food or these things are way too spicy than someone can imagine or I imagine. मैले सोचेको भन्दा धेरै पिरो कि त अरूले मान्छेले सोचिरहेको भन्दा धेरै नै पिरो छ यो चिज भन्नुपर्दा। आई गिभ अप। सो आजको लागि यति नै। हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। एन्ड आम भेरी सरी टु बिकज आई थट मैले सोचेको थिएँ मैले यो खान सक्छु भनेर। आई थट आई वाज अ भेरी बिग भेरी स्ट्रङ स्पाइसी फुड इटर, जुन चाहिँ आई स्टिल थिङ्क आई एम, बट मैले खान सकिनँ। सो देयर इज ओन्ली 2 एन्सर लाइक आई सेड, कि त म धेरै विक स्पाइसी खाने मान्छे हो, कि त यो चिज कोहीले सोच्नु सक्नुभन्दा पनि धेरै नै पिरो छ। सो हेरिदिनु भएको लागि धेरै धन्यवाद। एन्ड आम सरी फर डिसअपोइन्टिङ यु गाइज कि मैले खान सकिनँ यो भन्नुपर्दा धेरै नै पिरो छ, धेरै नै पिरो छ, लाइक धेरै नै पिरो छ। आई स्वेयर अन माइसेल्फ। सो हेरिदिनु लागि धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमासु। अनि फेरि कुरा के हो भन्दाखेरि भोलि जिम पनि जान्छ, अनि त्यही कारण मैले धेरै स्पाइसी पनि खानु हुँदैन। प्लस यहाँ मैले अहिले यति नै धेरै स्पाइसी खाइसकेँ। सो भोलि बिहान र अहिले एकछिन रातितिर पेट नराम्ररी दुख्छ, अहिले पनि अलिअलि दुखिरहेको छ। प्लस मलाई पौलिस्ता पनि जानु छ, सामान पुऱ्याउनु छ। सो धेरै ढिला नगरिकन म भिडियो यति नै इन गर्छु। हेर्नु भएको धेरै धन्यवाद। हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। आरिगातो गोजाइमासु। अर्को भिडियोमा भेट्नुपर्छ हामी फेरि।